हाई एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ मैले डल्लै चिकन बनाउँदैछु। किन भन्दाखेरि आज हाम्रो 14th म्यारिज एनिभर्सरी हो, त्यही भएर सानो सेलिब्रेसन त गर्नै पर्यो भनेर अनि यता मैले काँक्रा र आलुको अचार बनाउनु भनेर रेडी गरिसकेँ। अनि त्योभन्दा अगाडि मैले सलाद पनि बनाएँ, मैले तिल पनि भुटेर रेडी गरिसकेँ। अनि यता चाहिँ मैले चिकन बनाउनुलाई रेडी गरेँ। चिकन चाहिँ मलाई डीप फ्राई गरेको ग्रेभी मनपर्छ, त्यही भएर मैले मजाले चिकनलाई डीप फ्राई गरेँ। अनि प्याज पनि मजाले रातो हुने गरी पकाएँ। अनि त्यस पछाडि यता साइडमा चाहिँ मैले पुलाउ टाइपको भात पनि कुकरमा पकाएको छु। अनि त्यस पछाडि मैले पाकिसके पछाडि चाहिँ मैले मजाले सर्भ गरेँ। मैले भात राखेँ, अनि त्यस पछाडि चिकन राखेँ, अनि त्यो मैले बनाएको अचार सँगसँगै मैले दाल पनि बनाएको थिएँ बाक्लो। अनि त्यस पछाडि सलाद भयो। यो हो मेरो आजको सेलिब्रेसनको सानो क्लिप। थ्याङ्क यू सो मच फर वाचिङ।